यसो हान्नु त देखाइदिनु त टिकट आइसकेको छ है हाम्रो कानेपोखरी जोस भनौँ न यो हनुमान चोकमा हुनु गइरहेछ तान्सेलिङ क्लबमा यखुङ मुभी होइन जोस हामी चाहिँ अहिले यो टिकट मात्र 200 र 500 को प्याकेज छ सबैजना टिकट आज फागुन 1 गते रिलिज हुन गइरहेछ हाम्रो युथ क्लबबाट जोस भनौँ न आइदिनु होला है सबैजनाहरू स्मी भक्त एकदम राम्रो छ यो फिल्म चाहिँ अनि तपाईहरु हामी साथमा बसेर हेरौँ साँझको यो ठ्याक्क हाम्रो कति बजे हुन्छ साँझको 6 बजे 6 बजे सुरु हुन्छ आवर कल्चर आवर प्राइड हैन त्यही हो जोस हो हाम्रो कानेपोखरीमा फर्स्ट टाइम हुनु गइरहेछ च्यारिटी सो पनि हो एउटा यो अनि जोस लकी ड्र पनि छ यहाँनिर स्पेशल अफरहरू हैन ल आइदिनु पर्यो हाम्रो कानेपोखरी मोरङ सिटीमा बिग सिटी है ल गाइस त्यही हो हैन मायादेखि चलपल हान्नु पर्यो गडा हो है सबैजना आइदिनु ल सहयोग गडा अहिले 1 गते है अहिले चाहिँ हामी कहाँनिर छौँ बिबारेमा हामी चाहिँ हनुमान चोक यता थारो लाइनमा छौँ अहिले चाहिँ जस अब हाम्रो मुभी चाहिँ यो लिम्बू मुभी चाहिँ 1 गते सुरु यो कानेपोखरी वडा नम्बर 6 हनुमान चोक तान्सेलिङ क्लब पाङ्गारमा चाहिँ हुनु हजुर गइरहेछ सबैजनाले आइदिनु होला नजिक नजिकको यस दर्शक बुवा आमा अहिले चाहिँ म पनि आइसकेको छु हाम्रो यो कानेपोखरी वार्ड नम्बर 5 जदा घल्टलबाट हैन मोरङ सिटीबाट हैन ल कडा यो पालि चाहिँ बवाल दमदार हान्नुपर्छ हैन कडक एकदम राम्रो छ लिम्बू फिल्म नेपालीबाट चाहिँ हुन्छ फिल्म चाहिँ लिम्बू हो अब नेपालीबाट चाहिँ है भाषा हैन गुरुङ तामाङ मगर राई लिम्बू भनेको हामी एक हो नि त एक हो त्यही भएर शेर्पा हैन श्रेष्ठ हामी सबै एक हो नि त त्यही भएर 7 सम्मानले हामीले हेरिदिनु पर्यो यो फिल्म मात्र 200 रुपैयाँ दिएर मात्र हैन 200 रुपैयाँ गाइस टिकट 200 हो 3 जनाको चाहिँ कति 500 भन्छ प्याकेजमा 500 भन्नु ल गाइस सही हो ल ल अल द वे फ्रम मोरङ ल गाइस स्टार्ट आउट मोरङ है कानेपोखरी वार्ड नम्बर 5 जदा घल्टल यता हाम्रो बिबारेबाट हुनुहुन्छ 6 वार्ड नम्बर 6 वार्ड नम्बर 6 ल सर्ट आउट लभ यु गाइस लभ यु